रुपियाँ भनेको 100 हो क्या भाइ 100 नेपालीमा पैसालाई रुपियाँ भन्छ हजुर समझ रहे हो हो गाइस हामी निस्किसक्यौँ धरानको बेलुकाको माहौल यस्तो छ हेलो गुड आफ्टरनुन एभ्रिवान के छ हालखबर तपाईँहरूको मेरो चाहिँ हालखबर यस्तै छ इक्जाम दिएर फर्किँदै छु अब भने चाहिँ म यहाँबाट यो बाटो माथि हिले जान्छु अब हिले जाने खोइ यहाँ टेम्पो आउँछ होला अब यो कस्तो रहन्छ भ्लग हेर्नु होला न्यू डे न्यू भ्लग आजको कस्तो रहन्छ गाइजहरू यो कलेज चाहिँ एकदम राम्रो छ है गाइजहरू एडमिसन ओपन हुन आँटेको छ अब यहाँ भइसक्यो कि हुन आँटेको छ यहाँ भनेको 3 वर्ष डिप्लोमा प्लान्ट भेट फार्मेसी यहाँ पढाइ हुन्छ 18 महिने प्लान्ट भेट त्यो होस्टल हो यहाँको यो कलेजको अनि यहाँदेखि परतिरको चाहिँ क्वार्टर हो खलाएर यता चाहिँ पढ्ने ठाउँ हेलो गरिनेको आउँछ होला अटोहरू कहाँ जानु आँटेको कहाँ पो घर जाउँ न यहाँ जाउँ यस्तो राम्रो राम्रो बहिनीहरूलाई नदेखेर कसलाई देखाउनु होइन एक्जाम राम्रै भएको छ हामी चाहिँ लाग्यो अब धरान अब धरान हिँडेको सब्सक्राइब गरिदिनु तिमी अनि अब तिम्रो के छ सब्सक्राइब गर नाम भन युनिक ब्लग 03 यहाँ होला अहिले त छैन हजमला खानुपर्ने हो अब के गर्नु गाडी लाग्छ गाह्रो छ हौ मलाई नि त हजमला खाऊँ न धन्यवाद ओ गाडी लाग्छ क्या अनि खानुपर्छ क्या तपाईँहरूसँगैको हो होइन मेरो सिना अगाडिको उहाँ फर्स्ट अनि म दोस्रो तिमी तेस्रो उहाँ आन्टी चाहिँ कहाँ हिँड्नुभएको अरे पैसा नि 60 रुपियाँ बोकेर धरान जाने भन्दै हुन्छ पैसा त अनि बाहुनबारी भन्नुहुन्छ कहाँ हो बाहुनबारी थाहै छैन र पनि लगिने भन्नु कुरा अब त्यो ठाउँको नाम थाहा भयो भने होइन बाहुनी थाहा छ बाहुनडाँगी थाहा छ बाहुनबारी भनेर भन्नुहुन्छ अनि कसरी थाहै छैन भने के पत्ता अहिले भने चाहिँ हामी यहाँ मोलघाटमा छौँ टाइम कार्डमा टाइम कार्डमा लेख्दै हुनुहुन्छ त्यहाँ सरहरूले फेरि गर्मी खान लाग्यो ओह्रालो चाहिँ हामी लाग्यो यहाँ चाहिँ मस्त घाम लागिरहेको छ हेर्नुहोस् हावा पनि चलिरहेको छ मस्तसँग घाम पनि लागेको छ मुनिको चाहिँ आँपहरू खतरा भन्छ अहिले चिसो लागिरहेको मुलघाटको पुल हो यो गाइजहरू हेर्नुहोस् यो फोटो खिच्नेको लाइन खोला छ
टक्क लगाएर चाट 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 राष्ट्रिय झन्डा सहित अब यहाँभन्दा अगाडि चाहिँ उखु बेच्नुहुन्छ उखु व्यापार हुन्छ यहाँ फेरि उखु हेर्नुहोस् त उखुहरू यस्तै छ गाइजहरू हेर्दै गर्नु होला अहिले भने चाहिँ भेटडाँड आइसकेको छौँ हामी हेर्नुहोस् यहाँ भेटडाँडमा टक्क यहाँ छुर्पीहरू छ अब भने हामी भेटडाँडबाट लागिसकेका छौँ हेर्नुहोस् यहाँदेखि टक्क 16 किलोमिटर बाँकी छ यहाँबाट भेटडाँडबाट धरान पुग्नलाई हामी ओह्रालो लागिसक्यौँ ल गाइजहरू म चाहिँ गाडीबाट झरिसकेँ अब जाने घर हिँड्दै यहाँ नजिकै हो 5-10 मिनट लाग्छ धेरैमा ल गाइजहरू अब घर आइपुगेँ म घर आएको हुन्छ यहाँ अब होइन हेलो हेलो छाना के गरेको पढी गरेको खै आमा के हो यो छानी मोमो हो खोइ उ त्यो टुटुलकै उठेर हस्पिटल हिजो गयो भोलि भोलि प्रेसर नि चेक गरेको के औषधि टन्नै दियो होला 5,000-6,000 ल अहिले साँझको बेला खेल्ने भयो हेर्नुहोस् मेरो फोनमा कभर थिएन अनि फोनको कभर लिएर यहाँ आमाको चस्मा किन्दै हुन्छ दाइले पेमेन्ट गर्दै हुन्छ यहाँ हाँस्दै हाँस्दै हेर्नु त पैसा दिँदै हुन्छ पैसा खोइ हेरौँ 500 छ लोन आइसक्यो त पलिसी म यहाँबाट एउटा चस्मा लानुपर्छ ल ठिक छ यो मेरो हाटफुटे भ्लग हो क्या कहिले आउँछ हो पुरानो नयाँ कति रुपियाँ गरे साउजी कति रुपियाँ गरे यो रुपियाँ होइन क्या 100 हो क्या भाइ 100 नेपालीमा पैसालाई रुपियाँ भन्छ हजुर रुपियाँ होइन क्या 100 हो क्या भाइ 100 नेपालीमा पैसालाई रुपियाँ भन्छ हजुर समझ रहे हो कस्तो सिकाउनु पर्ने हो क्या हो गाई हामी निस्किसक्यौँ धरानको बेलुकाको माहौल यस्तो छ
यो एरिया चाहिँ भानुजोको हेर्नुहोस् साँझमा यस्तो छ दृश्य गाइजहरू। ल गाइजहरू अब भ्लग यस्तै रह्यो आजको। मेरो यात्रा उत्तरपानदेखि धरानसम्मको थियो। हेरेर साथ सपोर्ट दिनुभएकोमा धेरै धेरै धन्यवाद। अन्तिमसम्म लास्टसम्म हेर्नुहुनेलाई सबैजनालाई र हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला। ओके बाई बाई, गुड नाइट।